साथीहरू, आज तपाईँहरूको सामु एउटा एकदम इम्पोर्टेन्ट कुरामा मैले चर्चा गर्न गइरहेको छु। मान्छे चाहिँ कस्तो हुनुपर्छ है? मान्छे अर्ग्यानिक हुनुपर्छ। मान्छे सबै ठाउँमा के अरे भिज्ने खालको हुनु पर्यो होइन? मान्छे चाहिँ नेचुरल हुनुपर्छ, म चाहिँ त्यो र मान्छेको गुण र स्वभाव चाहिँ कस्तो हुनुपर्छ भने सबभन्दा पहिले तपाईँ जहाँ हुनुहुन्छ त्यहाँ सबैले तपाईँलाई माया गरौँ। जहाँबाट तपाईँ आउनु भएको छ त्यहाँको मान्छेहरूले तपाईँलाई याद गरौँ र तपाईँ जहाँ जानुहुन्छ, जुन ठाउँमा जानुहुन्छ त्यो ठाउँको मान्छेले तपाईँहरूको प्रतीक्षा गर्नु। त्यस्तो हाम्रो